के साँच्चै नेपालमा राजतन्त्र फर्केला त? आखिर सत्य के हो? कि यो षड्यन्त्र र कुनै राजनीतिक दलको खेल त होइन? एकैछिन कल्पना गर्नुहोस् त, तपाईँ बिहान उठेर रेडियो खोल्नुभयो, न्युज आउँछ अरे अनि नेपालमा लोकतन्त्र हटेर राजतन्त्र पुनर्स्थापना भइसकेको छ, संसद भङ्ग भएको छ, सरकार खारेज भइसकेको छ र अब देश राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा चल्नेछ भनेर न्युज आयो भने तपाईँ यसमा के प्रतिक्रिया दिनुहुन्छ? कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। सुरु गरौँ आजको भिडियो। साथीहरू, हिजो आज सडकमा हजारौं मानिसहरू भेला भएका छन्। कुनैले राजा फर्किनुपर्छ भन्दै नाराबाजी गरिरहेका छन् त कुनैले लोकतन्त्रको पक्षमा उभिएका छन्। देश फेरि द्वन्द्वमा जान सक्ने सङ्केत देखिएको छ। तर आज प्रश्न के उठेको छ भन्दा के नेपालमा फेरि राजतन्त्र फर्कन सक्ला त? यसको पछाडि को छ? जनता वा कुनै ठूलो षड्यन्त्र भइरहेको छ? कि वर्तमान नेताहरूको असफलताले राजसंस्थालाई पुनर्स्थापना गर्न दबाब दिएको हो त? यसैबीच कुरा गरौँ, आउनुहोस्। नेपालमा करिब 238 वर्षसम्म राजाहरूले शासन गरेका थिए भने 2062-63 को जनआन्दोलनपछि नेपालमा गणतन्त्र लागू गरिएको थियो। योभन्दा अगाडि 2007 सालमा नेपालमा प्रजातन्त्रको सुरुवात भएको थियो र राणाहरूको अन्त्य। त्यसैगरी 2017 सालमा राजा महेन्द्रले संसद विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए। फेरि 2046 सालमा बहुदलीय व्यवस्था फर्कियो। त्यसपछि बल्ल 2062-63 सालमा गणतन्त्र स्थापना भयो र राजसंस्थाको अन्त्य भयो। तर 2081 मा आउँदा फेरि राजा फर्काउने कुरा उठिरहेको छ। आखिर किन राजतन्त्रको माग बढ्दैछ त भन्दा नेपालमा राजसंस्था फालिएको 20 वर्षमा के नै भयो? लोकतन्त्र आयो तर जनताले सुधारको अनुभूति गर्न पाएनन्। लोकतन्त्र आएपछि झनै राजनीतिक अस्थिरता बढ्यो। 20 वर्षमा करिब 15 भन्दा धेरै प्रधानमन्त्रीहरू फेरिए तर देशको मुहार भने फेरिएन। उल्टो भ्रष्टाचार अत्याधिक बढ्यो। ठूला सोच्नै नसकिने काण्डहरू बाहिर आए। महँगी र बेरोजगारीले पनि सीमा नै नाग्ने गरी बढ्यो। युवाहरूको विदेश पलायन हुने दर पनि निकै बढ्यो। यसै कारणले जनतामा निराशा छायो र कतिपयले सोच्न थालेका छन् अब राजा फर्के देश बस्ला भनेर। तर आखिर के राजा फर्काउन सम्भव छ त? नेपालको संविधान अनुसार राजतन्त्र फर्काउन सम्भव छैन, तर राजसंस्था पुनर्स्थापनाको आन्दोलन चलिरहेमा भने केही सम्भावनाहरू हुन सक्छ। किनकि सबैभन्दा ठूलो शक्ति भनेकै जनता हुन्। त्यसैले जनताले चाहेमा राजा फर्काउन सक्छन्। तर यदि राजा फर्कियो भने के होला त? यसमा सबैको आशा के छ भने राजा फर्कियो भने देशको नेतृत्व एक व्यक्तिमा मात्र केन्द्रित हुन्छ, जसले गर्दा भ्रष्टाचार कम हुने सम्भावना रहन्छ र देशको विकास हुन सक्छ भन्ने सबैजनाको आशा रहेको छ। तर राजतन्त्र आएपछि गणतन्त्रका समर्थकहरू विरोधमा उत्रन सक्छन्। यसरी राजतन्त्र फिर्ता हुँदा नेपालमा फेरि आन्दोलनको सम्भावना चाहिँ हुन सक्छ, किनकि अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई पुनः राजतन्त्रमा फर्कन नदिन सक्छ। आखिर नेपालको भविष्य कता जाँदैछ त? राजतन्त्र नेपालमा फर्किन्छ कि फर्किन्न? यो बहस निकै लामो समय चल्नेछ। यदि राजनीतिक दलहरूले राम्रो शासन दिन सकेनन् र जनता झनै निराश भए र त्यसको आर्थिक अवस्था झन बिग्रियो भने राजा आउन सक्छन्। तर अहिलेको अवस्थामा नेपालको संविधान अनुसार राजतन्त्र फर्किन चाहिँ गाह्रो छ। तपाईको विचारमा नेपालमा राजतन्त्र फर्किनु राम्रो हो कि नराम्रो? तपाई कुन पक्षमा हुनुहुन्छ? कमेन्टमा लेख्नुहोला।